हेलो एभ्रिवान, हजुरले आफ्नो प्यारेन्ट्सलाई मोम ड्याडलाई भिजिटर भिजामा युके बोलाउने प्लानिङ गर्दै हुनुहुन्छ भने यो भिडियो हेर्न सक्नुहुन्छ। यस, म कुरा गर्दैछु हजुरको ग्रेजुएसन नजिक आउँदैछ। हजुरले त्यो मुभमेन्टमा हजुरको प्यारेन्ट्स मोम ड्याड सँगै होस् भन्ने चाहनुहुन्छ भने हजुरले भिजिटर भिजा थ्रुबाट हजुरको मोम ड्याडलाई बोलाउन मिल्छ। हजुरको ग्रेजुएसन मुभमेन्टमा हजुरले ग्रेजुएसन 2 महिनाभन्दा अगाडि नै एप्लिकेसन स्टार्ट गर्नुपर्छ र हजुरको ग्रेजुएसन भिजामा लगभग भिजाको आउने चान्स एकदम हाई चान्स हुन्छ, एकदम हाई प्रायोरिटी हुन्छ भिजा आउने चान्स। र अर्को कुरा चाहिँ हजुरले ग्रेजुएसन भिजामा दुईटा अप्सन हुन्छ, कि हजुरले स्पोन्सर गर्नुपर्छ हैन, कि हजुरले प्यारेन्ट्सहरूले सेल्फ स्पोन्सर गरेर आउनुपर्छ। र यसमा सेल्फ स्पोन्सर गर्नको लागि हजुरको ब्याङ्क ब्यालेन्स सर्टिफिकेटहरू देखाउनुपर्छ 8,000 देखि 10,000 पाउन्डको रेसियोमा हैन। र अर्को कुरा चाहिँ हजुरको इन्कमहरू, हजुरको ट्याक्स क्लियरेन्सहरू सबहरू देखाउनुपर्छ। र हजुरलाई ग्रेजुएसन भिजामा युके आफ्नो छोराछोरीसँगै जान छ भने हजुरले मलाई मेसेज गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ, व्हाट्सएप गर्न सक्नुहुन्छ र हामीले मजाले डिस्कस गरेर एप्लिकेसन स्टार्ट गर्न मिल्छ। सो हजुरले छिटोभन्दा छिटो मलाई मेसेज गर्नु होला। थ्याङ्क यू।